सबैमा नमस्कार। आज सिटिभिटी अन्तर्गत 3 वर्षे डिप्लोमा प्रथम सेमेस्टरको नेपाली विषयको पाठ्यक्रममा रहेको साहित्य सुधा कविताको कवि परिचय, कविताको सन्देश र कविताको मूल भाव लिएर आएका छौँ। विषयलाई सुनेर आफ्नो ज्ञानलाई बढाउनुहोला, साथै यस च्यानललाई लाइक र सब्स्क्राइब गरी हामीलाई थप हौसला दिनुहोला। अब विषयतर्फ लागौँ। कवि धरणीधर कोइरालाको परिचय। नेपाली साहित्यका क्षेत्रमा उज्जवल नक्षत्र कवि धरणीधर कोइरालाको जन्म सन् 1893 नेपालको जनकपुर अञ्चल अन्तर्गत रहेको सिन्धुली जिल्लाको दुम्जा भन्ने गाउँमा भएको थियो भने उनको निधन 1980 भएको थियो। नेपालमा जन्मेका कवि धरणीधर कोइरालाले आफ्नो कर्मभूमि भने दार्जिलिङलाई बनाएका थिए। सन् 1941 शिक्षक पेसाबाट अवकाश प्राप्त गरेपछि साहित्य र सामाजिक क्षेत्रमा सक्रिय भएका उनले नेपाली साहित्यलाई पुर्याएको योगदानको कदर गर्दै प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारले सम्मानित गरेको थियो। उनका नैवेद्य, स्पन्दन, नेपाल मञ्जरी र केही फुटकर कविताहरू प्रकाशित भएका छन्। उनका कविताहरूमा राष्ट्रवादी भावनाका साथै सामाजिक चेतना, नैतिक शिक्षा र उपदेशहरू पाइनुका साथै उनका कविताहरूमा सुधारवादी भावना पनि झल्किएको पाइन्छ। उनका प्रायजसो कविताहरू छन्दमा रचना गरिएका छन्। उनका कविताका भाषा सहज र सरल छन्, जसका कारण हामी उनका कविताहरू सजिलैसँग बुझ्न सक्छौँ। उनका कविताहरूमा हास्य, व्यङ्ग्य र क्रान्तिका ज्वालाहरू समेत प्रस्फुटन भएको पाइन्छ। अब साहित्य सुधा कविताको सारांशतर्फ लागौँ। साहित्य सुधा कवितामा मानव जीवन अति सुन्दर बनाउन साहित्यरूपी गङ्गाको रसपान गर्नुपर्छ। जीवनलाई उत्कृष्ट बनाउने तत्त्वहरूमध्ये सर्वोत्तम विषय साहित्य नै हो। हरेक मानिसले साहित्यको रसपान गर्नु अनिवार्य छ। धामी, झाँक्री, वैद्य र ज्योतिषीले बाहिरी रोग वा शरीरको रोग निको पार्छन्, तर आन्तरिक रोग वा मनमा लागेका विविध कुराहरूको निवारण साहित्यले मात्र गर्दछ। त्यसैले साहित्य मन रोगको औषधि हो। व्यक्तिको मन सफा नभएका कारण उसको मनमा नकारात्मक विचारहरू रहेका हुन्छन्। त्यसैले काव्य एकमात्र त्यस्तो विषय हो जुन मानव मनको मैला भावनाहरूलाई हटाएर मनमा सद्भावना, मानवता र सकारात्मक कुरा उत्पन्न गराउँछ। जसले साहित्यको अध्ययन गर्छ उसले लडाईँ झगडा आदिको बीचबाट टाढा रहन्छ। साहित्य पढेको मानिसका मनमा सानो ठुलो भन्ने भेदभाव हुँदैन। साहित्य यस्तो साधन हो जसले मानिसलाई उच्च कोटिको ज्ञान दिलाउँछ। साहित्य जसले अध्ययन गर्दैन त्यो मानिस पशु सरह हुन्छ। साहित्यले दिने आनन्द मह जस्तै स्वादिलो हुन्छ। यसले मानिसको पीडा हटाएर मनलाई सफा बनाउँछ। मन र विचारलाई सत्मार्गमा हिँडाउने महत्त्वपूर्ण भूमिका र मानिसको बौद्धिक क्षमता बढाउन साहित्यले मद्दत गर्दछ। असल समाज निर्माण गर्ने हो भने मानिसमा सकारात्मक विचार हुनु आवश्यक छ। तसर्थ मानिसले मनमा भएका सबै नकारात्मक पक्षलाई हटाउनुपर्छ। यो कार्य साहित्यबाट मात्रै सम्भव छ। हामीले आफ्नो जीवन सुन्दर बनाउने हो भने, असल र स्वच्छ समाज निर्माण गर्ने हो भने संसारका असल असल कविहरूका कविताहरू पढ्नु पर्दछ र असल शिक्षा आर्जन गर्नु पर्दछ। असल काव्यकृतिको अध्ययन गर्दा हामीमा असल गुणको विकास हुन्छ। यसर्थ हामीले पनि संसारका साहित्य पढेर त्यसबाट ज्ञान बटुलेर हाम्रो शब्द भण्डार भर्नुपर्छ। यस्तो कार्य गर्न सकिए हाम्रो भाषा र साहित्य धेरै उच्च स्थानमा पुग्दछ। मानिस विवेकशील प्राणी भएर सुन्दर जीवन पाए पनि साहित्यको सुधार र संरक्षण गर्न नसके यो जीवन व्यर्थ हुन्छ। साहित्य सुधा कविताको मूल भाव। यस कवितामा कविले साहित्य मानव जीवनका निम्ति कति महत्त्वपूर्ण छ भन्ने कुरा प्रस्तुत गरेका छन्। साहित्य समाजको ऐना हो। समाजमा घटेका यथार्थ कुराहरूलाई साहित्यले व्यक्त गर्दछ। यसैले साहित्यको अध्ययन गर्नु नै समाजका बारेमा बुझ्नु हो। साहित्यले मानिसलाई राम्रा राम्रा कुरा गर्न प्रेरित गर्दछ। जीवनमा
कहिल्यै कतै नसुनेका नदेखेका कुराहरूको जानकारी पनि हामी साहित्यको अध्ययन गरेर बुझ्न सक्दछौँ। दुःख र सुख मानव जीवनका अभिन्न अङ्ग हुन्। यसबाट मानिस भाग्न सक्दैन, तर यसबाट भाग्न नसके पनि यसलाई कसरी आत्मसात गरेर अगाडि बढ्ने भन्ने कुरा साहित्यले सिकाउँदछ। जीवनमा दुःखलाई कम गराउने एक मात्र साधन साहित्य हो भनेर कविले यस कवितामा व्यक्त गरेका छन्। साहित्यको साधना गर्नाले मानव मनमा दबिएर रहेका पीडा, दुःख, वेदना हटेर जाने कुरा पनि कविले यस कवितामा व्यक्त गरेका छन्। साहित्यको अध्ययन गर्दा आफ्नो भाषा सम्बन्धी साहित्यको मात्र होइन, संसारका भाषाहरूको पनि हामीले अध्ययन गर्नुपर्छ। यसो गर्नाले आफ्नो समाज कुन दिशातर्फ गइरहेको छ भन्ने कुरा पनि हामीलाई जानकारी हुन्छ। त्यसै गरी समाजलाई सुमार्गमा डोर्याउन समेत मद्दत पुग्दछ। अन्य भाषाभाषीहरूको अध्ययन गर्नाले आफ्नो जाति, समाज र राष्ट्रमा के कुराको कमी भइरहेको छ, कस्ता प्रकारका सुधारहरू गर्न आवश्यक छ भन्ने कुरा पनि हामीलाई थाहा हुन्छ। यसरी राम्रा साहित्यको अध्ययन गर्नाले आफ्नो जाति, समाज र राष्ट्रको उन्नति गर्न मद्दत मिल्दछ। साहित्यको अध्ययन गरेन भने मानव जीवन व्यर्थ हुन्छ, जीवनमा उन्नति पनि हुँदैन भन्ने कुरा कविले यस कवितामा व्यक्त गरेका छन्। यसैले आफ्नो साहित्य मात्र होइन, संसारका सबै भाषामा लेखिएका साहित्यको पनि हामीले अध्ययन गर्नुपर्दछ। यसो गर्नाले आफ्नो समाज कुन दिशातर्फ गइरहेको छ भन्ने कुरा पनि हामीलाई जानकारी प्राप्त हुन्छ, जसले गर्दा समाजलाई सुमार्गमा डोर्याउन, राम्रो बाटोमा डोर्याउनका लागि सहयोग मिल्दछ। अन्य भाषाका साहित्यको अध्ययन गर्नाले आफ्नो जाति, समाजमा के कुराको कमी भइरहेको छ, के कस्ता प्रकारको सुधार गर्नु आवश्यक छ भन्ने कुरा पनि हामीलाई थाहा हुन्छ। यसरी राम्रा साहित्यको अध्ययनले आफ्नो जाति, समाज र देशको उन्नति गर्न सहयोग पुग्दछ। साहित्यको अध्ययन गरेन भने मानव जीवन व्यर्थ हुन्छ, जीवनमा उन्नति पनि हुँदैन भन्ने कुरा कविले यस कवितामा व्यक्त गरेका छन्। यसैले साहित्यको अध्ययन गरेर त्यसबाट उत्पन्न साहित्य रसले मानव जीवन रसिलो बनाउनु पर्ने कुरा कविले यस कवितामा व्यक्त गरेका छन्। साहित्यको रसपान गर्नाले मनमा रहेका खराब भावना, विचारहरू हटेर जीवन सुन्दर बन्ने कुरा पनि कविले यस कवितामा व्यक्त गरेका छन्। साहित्यले नै मानव जीवनलाई अझ सुन्दर बनाउने काम गर्दछ। साहित्य चेतनाको सम्भाग भएकाले मानिसको खराब मनलाई साहित्यकै माध्यमबाट सफा, स्वच्छ अनि व्यवस्थित बनाउन सकिन्छ। साहित्यको अध्ययन बिना सुन्दर व्यक्ति अनि समाजको कल्पना पनि गर्न सकिँदैन भन्ने मूल भाव यस कवितामा कविले व्यक्त गरेका छन्।